Bipin Joshi. I'm from Nepal. I'm 23 years. बिपिन जोशीको हत्या कसले गर्यो त? हमासले गर्यो। तर हामी नेपाली चाहिँ कसलाई समर्थन गर्दै बस्यौँ त भन्दाखेरि हमासलाई नै समर्थन गर्दै बस्यौँ। अब यसले के देखाउँछ त भन्दाखेरि इन्डाइरेक्टली समर्थनका माध्यमबाट नेपालीले नै बिपिन जोशीको हत्या गरेको। त्यसको ठिक उल्टो नेपालीलाई जसले रोजगार दिइराखेको छ इजरायल, हामी चाहिँ उसको विरोध गर्छौँ। हामी उसको मात्र होइन, संसारमा जसले नेपालीलाई रोजगार दिएको छ, आर्थिक सहयोग गरेको छ, हामी उनीहरूलाई विरोध गर्छौँ। यसले के देखाउँछ त भन्दाखेरि अब जसरी संसार मल्टी पोलार वर्ल्ड अर्डरमा जाँदैछ, यसले चाहिँ नेपालको केवल विध्वंसलाई मात्र देखाउँछ। र यदि हामीले आफ्नो तरिका चेन्ज नगर्ने भने सरी नेपाल विल नट बी, नेपाल चाहिँ विश्व नक्सामा रहन सक्दैन। हामीले आफ्नो फरेन डिप्लोमेसी, हाम्रो इन्टेलिजेन्स, हाम्रो ब्युरोक्रेसी र हाम्रो एजुकेसन र हाम्रो मेथड अफ एक्टिङ टु द फरेन गभर्मेन्ट चेन्ज नगर्ने भने सरी नेपाल विल नो लङ्गर एक्जिस्ट इन दिस वर्ल्ड, किनभने हामी सबै कुरामा फेलियर हुँदै गएका छौँ। हस् त, धन्यवाद।